दर्शन गाइज तपाईँहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि म चाहिँ भर्खर उठेको भन्दा नि हुन्छ म चाहिँ 11 बजे उठेको अहिले चाहिँ कति बज्यो भनेदेखि 12 बज्यो होइन 12 बजिसक्यो अनि अब चाहिँ म चटपटे बनाएर खान लागिरहेको छु कि अनि घरहरू सफा गरी भ्याएँ अब म चाहिँ चटपटे बनाएर खान्छु अनि तपाईँले खाना खानुभयो भयो नखानेले मसँग चटपटे खानु ल म त्यस्तो धेरै यो गरेर बनाउँदैन म सादा चटपटे बनाएर खान्छु मलाई सादै मनपर्छ कि मलाई त्यस्तो आलुहरू हालेको मन पर्दैन गेडागुडी हालेको बस चाउँछु अनि दालमट भए भुजा भए मलाई हुन्छ होइन त्यस्तै हो अमिलो त्यस्तो भए मलाई पुग्छ होइन साथीहरू अनि त्यही भएर म चाहिँ चटपटे खाएर खान्छु तपाईँहरू चाहिँ खाइसक्नुभयो होला यतिखेरसम्म त अनि तपाईँहरू के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला कसै खाना बनाउँदै हुनुहुन्छ होला कसै खाना खाँदै हुनुहुन्छ होला कसै घरको काम गर्दै हुनुहुन्छ होला कसै बारीको काम गर्दै हुनुहुन्छ होला कसै गोठालो कसै के गर्दै हुनुहुन्छ होला कि सबैजनालाई वेलकम मेरो सानो ब्लगमा तपाईँहरूलाई अनि म चाहिँ केही छैन मेरो चाहिँ काम छैन त्यही भएर म चाहिँ ढिलो उठेर अब खाना लागेको अब म चाहिँ चटपटे बनाएर हजुरहरूसँग भेट्छु पहिला चाहिँ म चटपटे बनाएर आउँछु अनि म हजुरसँग आउने साथीहरू म चाहिँ चटपटे बनाएर पनि ल्याइसकेँ होइन बनाएर ल्याइसकेँ सादा केही हाले होइन दालमट अनि चाउचाउहरू भुजा अलिकति हालेर बनाएको छु अब चाहिँ खानुपर्छ खाएला ल साथीहरू मैले चाहिँ चटपटे खाएर पनि जिउ नुहाएर पनि
अब चाहिँ म एक्लै बाहिर घुम्न जान लागेको साथीहरू एक्लै। रुममा बस्दा बस्दा बोर लाग्यो कि सुत्दा सुत्दा, अनि त्यही भएर एकदमै क्या रातभरि मोबाइल हेर है, दिन भएपछि सुत्यो क्या। मेरो दिनदिनै त्यस्तो भएको क्या, दिन पनि खासै म सुत्दिनँ क्या, राति पनि निद्रा नलागेर दिमाग खराब भएको छ कि कामै नभएर पनि होला कि साथीहरू, त्यही भएर होला। यो प्यान्ट भएन छ, दिदीले ल्याइदिनु भएको थियो, दिदीले मगाइदिनु भएको थियो कि अनलाइनबाट, त्यही भएर मलाई अनलाइनबाट मगाउँदिनँ, त्यही भएर हो क्या। हेर्नु न, यो प्यान्ट राम्रो छ होइन, राम्रो क्वालिटीको पनि हो, महँगो पनि हो क्या, तर मलाई हर्लङ हर्लङ भयो कि के गर्नु म अब। गाह्रो छ साथीहरू, गाह्रो छ मलाई। यस्तै हो कपडाहरू चाहिँ थालिङ्ग छ साथीहरू। अब चाहिँ जेसुकै होस्, म चाहिँ घुम्न जान लागेको, अब केस सुखाएर घुम्नु जानुपर्छ। मलाई चाहिँ घुम्नु जानलाई कोही साथी चाहिँदैन, एक्लै भए नि हुन्छ, जाने हो, घर बस्ने यताउता हिँड्ने हो। गाउँबाट के हो, अस्तिको कपडाहरू आएको रहेछ गाउँबाट, अस्तिको पनि थियो त यस्तो त, कतिवटा हो भाइ हो। त्यो एउटा अनलाइनमा देखाउँछ नि यस्तो चाइनिजहरू, यस्तो पेटहरू घटाउने, यस्तो जिउ स्लिम देख्ने भन्ने क्या, यो पनि हो है हुनु चाहिँ। टाइट हुन्छ हुनु चाहिँ राम्रो, ठिकै हुन्छ, त्यति धेरै राम्रो पनि हुँदैन, तर हामी जस्तो अलिक पेट देख्ने, भ्याट्ट पेट देख्नेलाई चाहिँ राम्रो हुन्छ, एकदमै राम्रो हुन्छ, त्यो धेरै उसलाई चाहिँ ठिक हुँदैन। पेट यस्तो देख्छ नि त, मेरो जस्तै क्या भ्लात्त पेट देख्नेलाई चाहिँ एकदमै राम्रो हुन्छ, माथिसम्म पनि सुकाउन मिल्ने यसरी, यस्तै ढाप यस्तो गरेर चाहिँ यो चाहिँ पेट भ्लाट्ट हुनेहरूलाई चाहिँ छाउ यस्तो गरिदिन्छ कि एकदमै राम्रो हो, राम्रो हुँदो रहेछ है साथीहरू। अब म चाहिँ जान्छु, घरमा कति बस्नु त होइन साथीहरू, कहिले कहीँ घुम्नु पनि पर्छ अरे क्या। घरमा बसेर 2-4 दिन भयो कि बाहिर ननिस्केको म, हिजो बेलुका नि एकछिन निस्किएको थिएँ, त्यतिकै के भयो फर्किहाल्यो कि हामी एकछिनमै, त्यही भएर अब चाहिँ जान्छु म, गएर मजाले बाहिर बसेर मोबाइल चलाए हेरे पनि घाम आनन्द हुन्छ क्या। यहाँ बाहिर पनि आउँछ घाम चाहिँ आउनु, तर पनि तलै जाऊँ न, हिँडौँ एकचोटि भनेर हिँड्यौँ न भनेर कति बस्ने घरमा पनि, डुम 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 टिभर भनेर। अलिकति नक्कली भइदेऊ न भनेर। साथीहरू अब चाहिँ म लागेको घुम्न जानलाई।
It's okay. मेरो चुयाम खाने बानी छ क्या जति बेला नि मलाई चाहिँ चुयाम चाहिन्छ साथीहरू अब चाहिँ म एकछिन बाहिर गर्छु जानुपर्ने हुन्छ झन्डै साथीहरू चाबी बिर्सेको मैले चाबी चाहिँ चाहिन्छ क्या अहिले फेरि बाहिर दिनभरि बस्नु पर्यो भने त गाह्रो छ त साथीहरू म चाहिँ यस्तो राम्रो गार्डनमा छु कि पार्कमा कस्तो राम्रो फुल 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 घाम चाहिँ मजाले तापे आनन्दले लाइफमा बस्दै अब चाहिँ म घर जानुपर्छ अहिले मान्छेले घरको मान्छेले खोज्नु बेर लाउनुहुन्न त्यही भएर जानुपर्छ कम त आधेर आएन त अँधेरो अँधेरो आयो कि मजाले घाम तापेर फर्केको म मजाले घाम तापेर फर्केको म मोटो मोटो ओइ